ल नमस्कार साथीहरु, हामी अहिले यो खेतको बीचोबीच भागमा छौं। हामी खेतमा चाहिँ के गर्दै छौं भन्दाखेरि एउटा टपट्याक रिभिल यहाँ हामीले घाँस काट्यौं। घाँस काटेर अहिले घाँसको मुठा बान्दै है। हो यसलाई यो घाँसलाई नै यसो बटारेर यो डोरी भन्छ के। ल्याउ यो ल्याउ न। यो गर्दै छौं। उनी मेरी श्रीमती पत्नी है। यस्तै छ गाउँमा, यस्तै हो गाउँको दिनचर्या, यस्तै हो। सहर बजारको दिनचर्या कस्तो हुन्छ भन्ने भने नि अब सहरमा अनेक पेशा व्यवसाय हुन्छन्, त्यसमा बिजी हुन्छन्। गाउँमा पनि यस्तै छ हैन। हात खाली यहाँ पनि छैन। उता पनि सहर बजारतिर नै हात खाली हुन्न कसैको, गाउँमा नि हात खाली हुँदैन कसैको। के भन्छ तिमी यो विषयमा भन्दै त? गाउँमा झन् बिजी हुन्छ। घाँस काट्यो हैन, अनि त्यसपछि भैँसीलाई खुवायो, भैँसी दुध दोयो, गाई भैँसीको सेवा गर्यो हैन। तर बहुत बिजी हुन्छ नि है लेडिजहरु। आमा खत्रै मान्नु पर्छ यार। तर तिमीहरु वास्तवमा यार बहुत बलियो मान्छे हो नि बुढी, थाहा? तपाईले पो मान्नु न। हैन मैले त माने हो नि। तिमी हैन कि लेडिजहरु बहुत बलियो हो नि वास्तवमा। छोरा मान्छे 7 बजे 8 बजेसम्म सुत्छ, लेडिज पुरा बिहान नै 4 बजे उठेर हैन घरको छ। तर यार खत्रै हो यार। मैले यार आजबाट पूजा गर्छु। त्यो काँचो नरिवल ल्याएको छु है मैले आज। त्यही नरिवलले पूजा गर्छु आज म तिमीलाई। हुन्छ कि न? काँचो नरिवल ल्याएको छ, अनि धुप अगरबत्ती बालेर यसलाई नि हाल्दियो कि त्यसलाई किन छुट्टी नमाने है बुढी। यो बाख्रालाई लैजानी हो। ओ अहिले बाख्रा बाँध्यो त्यहीबाट खोलिदिउँला नि त। खोल्ने हो र भने हैन भन्नाले यो मुठा खोलेसी अनि त्यो छुटाएर यता हाल्दिन्छ नि। तपाईले मलाई नसिकाउनु। ए ल तर हो साँच्चै अब मलाई भन्दा त उसलाई धेरै थाहा फेरि यस्तो कुरा। मैले सिकाउनु नि मिल्दैन। तर तपाईहरुलाई फेरि यस्तो लाग्दा बुढाबुढी खोइ झगडा गर्दो रहेछ, झगडा गरे होला भन्ने जस्तो लाग्छ होला। तर हाम्रो यो बहुत मिठो प्यार हो। सल्लाह हैन? के भन्छ सल्लाह हुन्छ यो हाम्रो। युट्युबमा हाल्दिउँ बुढी। यो भिडियो युट्युबमा हाल्दिउँ कि नै? नराख्ने? क्यों? हैन कि यो गाउँघरतिर के हुन्छ भन्ने कुरा जस्तो छ त्यस्तै हालिदिने के। त्यो मेकअप सेकअप भन्ने त्यो त्यतातिरको भन्दा नि यो जस्तो छ त्यस्तै हालिदिने के। राम्रो हुन्छ नि त। त्यसो गरे कसो होला? यो चाहिँ हाम्रो खेत है साथीहरु। उहीँसम्म तल त्यो रुख देखेसम्मकै हो है खेत चाहिँ। यहाँ बहुत घाँस छ। यो घाँस काट्ने, भैँसीलाई खुवाउने। अनि यो के हुन्छ, यो घाँस काट्यो भने यो आलीको घाँस काट्यो भने के हुन्छ बुढी फाइदा? यो धानलाई के फाइदा हुन्छ भन्देऊ? धान राम्ररी के हुन्छ? सप्रिन्छ, मुसा लाउन्न। मुसा यस्तो आलीमा मुसाले खोले हुन्छ। हो यसरी यहाँ मुसाले खोले छ कि यस्तो खोले छ कि मुसाले। यो घाँस धेरै लामो भयो नि मुसा लाग्छन् कि, मुसा लाग्छन्। त्यही भएर यो चाहिँ भनौँ न यो खेतको सफाइ भन्छ कि यसलाई। यो गऱ्यो भने मुसा हेर्दा यता भाग्यो नि बुढी। के हो यता हेर्दै भाग्यो यार मुसो। ल मुसो यता गयो कि हेर्दा हो यहाँनिरबाट मुसो भाग्यो नि यता। यहाँनिर पानी थियो नि त, त्यही भएर यता भागिहाल्यो कि। अब टाप कसो अब यो फेरि यता गएर खोल्ने होला। यो साइड अहिले यहाँनिर पानी छैन, भोलि यहाँ पनि सिँचाइ गरिदिने हो। आज यहाँ सिँचाइ गरिदियो कि पानी यो माथि यो गराहरूमा। कुन हो र मैले लाने? हाल्दैन न यही नजिकै त नि। यहीँबाट लगेर यहाँबाट यति नजिकै त्यहीँ त होला नि। हो त्यही घरमा लाने त हो। लान्छु कि हालिदेऊ, टाउका हालिदेऊ, केही नहुन्न। टाउका अलिअलि यो हिलो सिलो अलिअलि उ रहेछ भने अब गएर नहुने अहिले। तर धान चाहिँ अहिले राम्रो छ है।
होइन बुढी धान कस्तो छ पोहोरको भन्दा राम्रो छ कि छैन अहिले राम्रो छ ए पोहोर पनि राम्रो थियो अरे तर म चाहिँ फेरि खासै यस्तो यो खेततिर खासै आउँदिनँ त्यही भएर मलाई थाहा हुन्न कि के छ न म लगाउने बेला आउँछु न स्याहार्ने होइन बुढी म न यो धान ऊ यहाँ छ क्या यहाँ पनि यो नि हाल होइन हालिदेऊ केही नि यहीँ न जान्छ के सकिन र म त यहाँ न कहिलेकाहीँ हो कहिले कुनै पनि त्यस्तै मौका मिल्यो भने धान रोप्ने बेलामा अनि काट्ने बेलामा स्याहार्ने बेलामा आइन्छ त्यो भनेको सौभाग्यले नत्र सधैँभरि यता भएन नि त त्यही भएर धान पोहोर कस्तो थियो अहिले कस्तो छ परार कस्तो थियो भन्ने कुरो खासै थाहा हुन्न कि होइन बुढी के छ अरू म त लिन जान्छु कि म बाटो छोड्दिनँ ल जाऊ यो यता ऊ सेल्फी हुन्न कि होइन रेकर्ड हुँदा हुँदै ए रेकर्ड हुँदाखेरि सेल्फी हुन्न बा ओ जुन जुन लगाइराखे खतरा रहेछ नि मेरो मोबाइल त बुढी हेर त यसले त पुरा जुन पनि खिच्यो त खतरे हेर न यहीँ आयो नि त नजिकै खतरा रहेछ क्यामेरा त्यसको मै आफैलाई थाहा थिएन तिमीले गल्ती गर्यो बुढी यो पनि यसमा बाँध्यो हो एकैचोटि जान्थ्यो कि यो तिनवटा होइन होइन कराएको भन्दा नि यो किन दुई दुईचोटि आउनलाई उ गर्ने दुःख गर्ने कसरी लाने त नि त्यहाँ नाम्लो बोक्ने यसलाई काखमा उसमा लिने जान्छ नाम्लो खै त फेरि यहीँ छ हो ल हामी यता छौँ यो एउटा यो बाख्राले यो खान्छ बाख्रा कतिवटा छन् हाम्रो बाख्रा बुढियाले हाम्रो घरमा बाख्रा कतिवटा छन् दुईवटा खान न दुईवटा बाख्रालाई यो एकछिनको यो खाजा हो यो नास्ता के त्यो यो खाना खानुभन्दा अगाडि ल यो यसो खाँदै गरौँ भन्ने जस्तो हुन्छ नि ल ल ल कोदाल लान्छु म अब तिमी यता हो न म लिन आउँछु त्यो लडलाई त्यहाँ ख्याल गर के हो चप्पल अड्क्यो क्या न छोड नि त अब यो मेरो मेरो चप्पल म त्यो निकालिदिन्छु ल ल म लगाएको चप्पल लाएर जाऊ क्या तिमी पर्ख छोड के आयो तेरि अहिले यहाँ त्यो मुख नाकले टेक्न जानलाई ल यहाँ छ ल दुइटै ल गाइजहरू एउटा अब सानो भ्लग भन्ने के नि यो एग्री भ्लग भनौँ है एग्री भनेको कृषि भ्लग ल यता हेर बुढी एग्री नै भन्छ नि ल यो एग्री भ्लग हो कि होइन हामी एग्री भ्लगको साथमा छौँ तिमीले त्यो खुट्टामा गर्छ के अरे ल बर्ख यो नाम्लो यसलाई भन्छ फेरि हो यो नाम्लो भने के हो भन्ने धेरैलाई थाहा पनि नहुनसक्छ होइन अब हामीसम्मलाई थाहा छ अब पछि हाम्रो छोराहरूलाई नातिहरूलाई चाहिँ यस्तो नाम्लो भन्ने कुरो थाहा नहुनसक्छ कि यो हाम्रो हजुरबा जिजुबाउको पालाको हो नि त यिनी यस्तो नाम्लोहरू भन्ने कुरा अब त घाँस काट्यो डाइरेक्ट भनौँ न एउटा मसिनमा हालिदियो अथवा केही साधनमा हालिदियो अनि ढुवानी गऱ्यो भन्ने सिस्टम आउँछ नि त आइराख नि त त्यस्तै ल त्यो हँसिया लानुपर्छ नि होइन चप्पल ल्याउनु भएन फेरि लौ कि तिम्रो चप्पल यो चप्पल यो लाऊ यो लाऊ म त्यहाँबाट त्यो म लाउँछु कि लाउन दिउँ यसो गर्छु म यो छोडेर यसले घाँस काट्ने चिज यो है फेरि यसले काट्छ यो म छोडेर आउँछु अनि उचाल्न फेरि घाँस बोकेर धुन्छ नि नघुच्किन फेरि
के हेर्ने अनि गर्ने उठ्न सकिन्न त्यही भएर म घर छोडेर आउँछु नि त्यसपछि ए तिमी यो घर छोडेर आउँछौ अनि त्यसपछि ए मलाई उचालिदिन आउँछौ ए ल ल ल ठिक छ भइहाल्यो त यो कसरी हाल्ने यो सिकाइदेऊ सबैजनालाई जाने छन् सबैले कहाँ जाने छन् सबैले थाहा हुन नि त ल ए गाउँघरतिर आएपछि यस्तै मुड फ्रेस हुन्छ के यो डिप्रेसनमा गएका मान्छेहरू आएर यो धानबारीमा दिनभरि दिनभरि त होइन दिनभरि त घाम हुन्छ फेरि दिनभरि त मिल्दैन दिनभरि त घाम हुन्छ यो डिप्रेसन भएका मान्छेहरू हो यस्तै शीतलो फर्केसी आएर यो बिचमा यो धानको यसो आली हिँड्ने गर्ने मान्छे डिप्रेसन सिप्रेसन सबै चाइट हुन्छ चाइट चिलिम हुन्छ होइन बुढी यो नेचर भनेको एउटा कस्तो भने यो ओइ छोरो ए मेरो छोरो आइरह ओइ छोरो किन आएको यहाँ आमा यो खाली खुट्टा आइख्याउ बाबा छिम जाऊ नि त किन उ गरेको र छोरो नमस्ते गरिदेऊ बाबु ओइ पुन्टे नमस्ते गर त ओ नमस्ते गरिदिइराख छोरोले वाउ के आहा यता नआउ त्यही माथि बस म आउँछु त्यहीँ बाबु अलि माथि जाऊ त्यहाँ हिलो छ कुन यो हो कसी हो त तिमीले बाबु ओइ यता नआइज के मलाई उता जानु देऊ न कसरी टाउको हाल्ने पहिला देखाइदेऊ त यसरी ल हो यसरी सुत्ने नाम्लो बोक्दाखेरि है सबैले थाहा हुन नि बुढी यो युट्युबमा हालेपछि त वर्ल्ड वाइड जान्छ नि विदेशतिर यसरी बोक्दैन होला नि माम अगाडि बा हैट खत्रै भारी यार हँस म ल्याउँला यो चप्पल आज म तिम्रो चप्पललाई लिएर म आउँछु जाऊ खुट्टा गर्छु जाऊ बाबु यस्तो छ नि त तिखा अनि गर्छु नि म त यता तलबाट म त हो यता यो तलबाट हिँड्छु यार यताबाट बरु सेफ हुन्छ तिम्रो चप्पल खै र हो र छोरो जाऊ घर जाऊ तिमी कुन ए जाऊ यति जाऊ तिमी बाख्रा लैदिनु होला छोरो तिमी खुट्टा पखाएर अलिक उता बस्छ कि म ल्याइदिन्छु के त्यो अहिले हातमा लिएर जाउँला कि होइन र यो मलाई उचाल्दिन अब फेरि ल बाबु ओइ पुन्तु जाऊ घर जाऊ तिमी अब ल अहिले हामी यो एग्री भ्लगमा छौँ होइन यहाँ पनि घाँस यस्तो छ अब यो भोलि यो क्लिन हुन्छ अब यो बर्खाको बेलामा गाई भैँसीको लागि एकदम खुराक भनेको यिनै हुन् बर्खामा अब बाहिर अब यो घाँस लगाउने हुँदैन नि त बर्खाको बेलामा यहाँ घाँस लगाउने हुँदैन नि त कि त ठुलै फार्मिङ गर्नु पर्यो नत्र भने चाहिँ यस्तै यो आलीको घाँसहरू यो आलीको घाँस काटेर अनि भैँसीहरूलाई गाई भैँसीलाई खुवाउने हो नि त पशुहरूलाई होइन पराल पनि हुन्छ उनीहरूलाई तर यो परालले मात्रै दुध दिने भैँसीले फेरि गाईले फेरि चिप्लो भयो कि चप्पल हिलोले दुध दिने गाई भैँसीले फेरि बाबु
के भनिरहेको थिएँ भने दुध दिनुभयो गाई बसीले फेरि यो परालसँग मात्र दुध दिँदैनन् के अलि धेरै अब मान्छेको जात लोभी हुन्छ नि त अलि धेरै दुध दियो भने भन्ने हुन्छ नि त त्यही भएर यो चाहिँ घाँस खुवाइन्छ हरियो घाँसले अलि धेरै दुध आउँछ भन्दैन के खै के हो त्यो होला सायद अब त्यहाँ अब कोदालो छ कोदालो लिएर आउँछु म ल यहाँ छ कोदालो यहाँ पानी लगाएको थिएँ अनि यता यो आलीबाट यो मुसाले खोलेको पलबाट पानी उता जान्छ भनेर अर्को गरामा नचुइयोस् भनेर कोदालो लिएर आएको थिएँ मैले कोदालोले उयो गरिरहेको थिएँ यो पलहरू के माछा छ कि यहाँ माछा छ जस्तो छ नि होला पनि यहाँ त यसो गर्ने अब यसरी यो यसरी हो कि बोकेर हिँड्ने कोदालो बोक्ने तरिका उही भन्नु लगेको ल साथीहरू अब हाम्रो यो आजको यो एग्री भ्लग चाहिँ यही अन्त्य गरौँ हैन के छ कति मिनट भयो मिनट पनि भयो क्या 12-15 मिनट त भइसक्यो 16-16.5 मिनट भइसक्यो ल ठिक छ ए छोरो फेरि पछि खाएर त चप्पल लाखेन त्यसले ओए काँडा बिच्छन् नउयो त त्यही बस छोरो बाबु त्यसलाई बोकेर ल्याऊ त्यसो भए पर्दैन त्यहाँ फेरि हिलामा छाँटेला नि फेरि पुरा यहाँ त अस्ति नै त्यसले नै यहाँ रोप्दाखेरि पुरा उ गरिरहेको थिएन न यही गराम होइन यो गराम हो कि होइन माथिल्लोमा ए कोदाल लिएर आउँदिनु ल अब होइन न म लान्छु नि पर्दैन कि लौ चाल्नु छिटो बेर भयो मलाई पकाउनु पछि आउँछ कि यो फेरि बाबा लिएर जानुभयो त्यसलाई यहाँ यस्तोमा छोपेर हो तान्ने कहाँसम्म कसरी तलबाट ए यस्तै ल ठिक छ ल यहाँ छोपे त यो घाँसको बन्धन हो यति भन्दै मेरो आजको एग्री भ्लग यहीँ अन्त्य गर्दैछु